गरेर बसिया छु अनि के को चाहिँ नपरो बार बार आउँदै चाहिँ नपरो पछाडा औली गर्दै गरे अन्त फेरि यिनीहरूले व्हाट्सएपमा हाल्नु न त एकचोटि हेरौँ न हुन्न र व्हाट्सएपमा एकचोटि पठाइदिनु न हेरौँ न म पठाइदिन्छु तपाईँलाई केले यार हामी नेपाली नभई तँलाई हुन्न भनेर म्यासेज कुदाएन पहिला त लास्टको कुदाएको थिएँ त्यो भेटाइन मैले अनि हामी नेपाली नभइकन तँलाई हुन्छ भनेर लेखेको कि मैले केही भनेकै छैन कि अब गलत लेख्नेलाई त म्युट त हान्न पर्यो नि त हामीले त गलत आएर चाहिँ नबर दुनियाँ भरका चाहिँ नबर यसलाई गिफ्ट नआन हामीले गिफ्ट हान्नेलाई लास्ट कुदाउँछौँ त्यस्तो भन्नेलाई त हामीले त म्युट हान्नै पर्यो गरेर तिनलाई कसरी हान्न सकिन्छ र तिनीहरूको हुकुमले चाहिँ हामीले यहाँ लाइभ चलाउने हो र त्यस्तो गऱ्यो भने न मैले तिनीहरूलाई पैसा दिन्छु तिनीहरूलाई यहाँ आएर ठाउँको ठाउँ बोलाइहाल्छु कति कुदाउँछौ लास्ट कुदाओ जाओ तिमीहरूले कुदाइसकेका छौ मलाई प्रब्लम छैन जति महिना कुदाउन छ जति वर्ष कुदाउँछ कुदा तर तिमीहरूका मान्छेलाई यहाँ एउटालाई टिक्न दिन्न मेरो बोर्डमा यति चाहिँ मैले गर्छु के त मिलेर जान सिक होइन एकचोटि कुरा भयो वार्ता मान्छे हौ अन्य नि मानव हौ अन्य नि शैतान दानव हौ अन्य नि चाहिनु पर्यो बोले बोलीको पनि टुङ्गो छैन तिमीहरूको आफै ठुकेर आफै चाड्छौ तिमीहरूले त्यत्रो कुराकानी गरेर मिलेर अन चाहिनु पर्यो हामीले यो गर्छौँ भनेर चाहिनु पर्यो आएपछि त त्यहाँबाट फेरि यहाँ दादागिरी गर्ने हो के नपुगेको यिनीहरूलाई यार के हो दादागिरी यस्तो त कोही पनि गर्दैनन् राजनीति यार यस्तो गरे भने त सब मिले ठोक्न पर्छ यिनीहरूलाई भोला ग्याङ भयो सोला ग्याङ भयो मतलब भएन सब मिले ठोक्न पर्छ यिनीहरूलाई पनि भोला ग्याङ सुनिरहेको होला यदि धेरै चुरीफुरी देखाइस भने पुरै नेपालको टिकटक समेटेर तँलाई ठोक्न लगाइदिन्छु याद राख ध्यान राखेस् तैँले त मलाई ठोकिसकेको छ अब मेरो पालो तँलाई ठोक्ने कसरी ठोक्छु हेरेस् तैँले फेरि तेरा पनि पत्ता लगाइन्छ हामीले तँ कहाँ छस् के गरेका छस् कहाँ लुकेर बसिया छस् याद राखे यार अति भयो यार आउँदै दादागिरी गर्दै गरेछ जिस्क्या छ जति बेला पनि यहाँ भाइको बिग म्याचले मात्रै हामी रोकिएका नभए तेरो चाहिँ कसरी पर्दाफास गर्नुपर्छ थाहा थियो हामीलाई पनि